यो स्टिल वर्ष 3-4 कुपाल जस्तो अहिले जेनरल पनि जस्तो पेट्रोलको पाउडर वाला भयो अर्कै यो पाउडर वाला भयो फर्म वाला आउँछ अनि तपाईँको यो गाडीमा छुट्टै टाइप अफ फायर पहिला आगो कति किसिमको हुन्छ एउटा त्यो पेपर वुडबाट बल्ने आगो अर्को कुकिङबाट बल्ने आगो अर्को डिजलबाट बल्ने आगो अर्को इलेक्ट्रिक सर्टबाट बल्ने कालो किसिमको आगो हुन्छ होइन आगो अब त्यसलाई निभाउनुको लागि पनि हामीले के गर्छ भने त्यही अनुसारको मतलब क्वालिटी होइन त क्वालिटी भनेको जस्तै कुनै पनि चिजको क्वालिटी छ मान्छेको क्वालिटी हुन्छ होइन कुनै पनि सामानमा ट्रकहरूमा गाडीहरूमा क्वालिटी हुन्छ होइन त्यसमा पनि अब के अनुसारको हाम्रो के हुन्छ आगो निभाउने एउटा साधन हुन्छ त्यो अब एबिसी हो है एबिसी भनेको सबैमा काम लाग्छ तर कति बेला काम लाग्छ हाम्रो इलेक्ट्रिक सर्ट तलै भयो भने हामी तलबाटै निभाउन सकिन्छ तर खास गरी इलेक्ट्रिसिटीबाट सर्ट हुनेलाई हामीले CO2 कार्बन डाइअक्साइड कम टाइपमा त्यसले आगो लागेको ठाउँमा पुरै जाम गरिन्छ त्यसले आगो भने त्यसमा देखिँदैन त्यसमा त के भयो हाम्रो ड्राइभरले सानो भयो होइन त्यसको ठुलो लगाएर त्यो बाटो मिलायो भने 20 आगो स्ट्यान्ड लाग्छ आगो पनि क्वालिटी छ नि स्ट्यान्ड लाग्यो ठुलो आगो ठुलो आगो दमकले आउनु सक्छ सानोलाई ठुलो हुन दिन्न यसले पहिला कुरा सानोलाई ठुलो हुन दिन्न हामीले खोजिँदै हिँड्छ ठुलो कोही ठुलो आएको दमकले आउनु पर्छ तर सानोलाई ठुलोमै हाम्रो सानो घटनालाई बढाउन दिनु भएन यो हाम्रो राखियो भने अब यहाँहरूमा पढेर आफै पढ्न नराखेको भनेर भन्नु नै कसैलाई आफ्नो है त र हाम्रो कति छ त्यति नै होला हस् थ्याङ्क यू सबैलाई नमस्कार